आज म एउटा यस्तो पीडादायी छेड देखाउँदैछु जुन फिल्मी कथा होइन, एक रियल घटना हो। मान्छेको जिन्दगीमा कतिखेर के हुन्छ थाहै हुन्न। दैवले दिएको पीडा कहीँ गए पनि नटर्दो रहेछ। शब्द जति खोजे पनि यो पीडा सुनाउने कुनै शब्द नै छैन। कसैले कल्पना पनि गरेको थिएन एक सुन्दर जिन्दगी अचानक यति भयावह मोडमा पुग्छ भनेर। उनीहरूको प्रेम धेरै गहिरो थियो, तर एक आतंकवादी हमलाले त्यो प्रेमलाई चिरिदियो। आज उनी श्रीमानको छातीमा हात राखेर भक्कानिएकी छिन्। उनका श्रीमान अब कहिल्यै बोल्ने छैनन्, उठ्ने छैनन् र फर्कने छैनन्। लामो जिन्दगीसँगै बिताउने सोचेका थिएन होला, तर दैवले दिए पो कसरी बाँचिएला अब माया बिना, कसरी सम्झिएला त्यो हाँसो, त्यो साथ, त्यो हात समाउने पल। ए जिन्दगी साथीसँगी समाज माझ कलिलो उमेर कसरी घटाउन सकिएला र कसरी कटाउन सकिएला। मलाई पनि किन छोड्यो ए पापीहरू भन्दै छातीमा हात राखेर रुइरहेकी उनी हुन् कश्मीर हमलामा मारिएका विनयकी श्रीमती। यो केवल एक जोडीको कहाली लाग्दो घटनाले सामाजिक सञ्जालमा सबैको मन रुवाए पनि यो हजारौं निर्दोष मानिसहरूको बिछोडको कथा हो। हाम्रो समाजमा शान्ति, प्रेम र मानवता आज कति आवश्यक छ भन्ने कुरा यो कहाली लाग्दो घटनाले छर्लङ्ग पारिदिएको छ। हामी सबैले यस्ता घटना घट्दा मात्र मन कमलो बनाई आँखामा आँसुले भर्ने भन्दा पनि समाज अनि देशमा भएका मानवप्रति मानवता देखाउन जरुरी छ। यो फोटो सामाजिक सञ्जालमा देख्दा मन निकै भावुक भयो अनि आफ्नै शब्दमा प्रस्तुत गरे मृतकप्रति हार्दिक श्रद्धाञ्जली, उनी नारीप्रति समवेदना प्रकट गर्दछु। हस्त।